गुड मर्निङ साथीहरू, स्वागत छ तपाईँलाई आजको दिदीको किचनमा। ल मर्निङको सुरुवात चियाबाटै गरौँ है। पोखरामा जस नेपालभरि पानी परेर जताततै चिसो चिसो छ। र चिया पिउँदै बच्चाहरूलाई खाना बनाउँदै गफ गर्दै गरौँ है। को हुनुहुन्छ बच्चाहरूको लागि मैले चाहिँ यसरी दाल र भात एकैचोटि पकाउँछु कि गिलासमा हालेर। अब बच्चाहरूको लागि पकाए तातो तातो उनीहरू खान्छ। उनीहरू गइसकेपछि अब बिहानै जान्छ नि त मेरो बच्चाहरू त 9 बजे चाहिँ स्कुल पुग्नुपर्छ। अनि उनीहरूलाई चाहिँ मैले यसरी दाल र भात चाहिँ यसरी कुकरमा हालेर पकाउँछु है। मैले नि यो टिकटकबाटै सिकेको हो। अब कतिजना हुनुहुन्छ नि त है। अनि यो दाल र भात चाहिँ मेरो बच्चाहरूलाई गिलासमा ठिक्क हुन्छ कि यसरी दाल भात हाल्यो अनि घिउ राखिदियो। अब कहिलेको यसो अन्डा अनि मैले चाहिँ तपाईँसँग कुरा गर्दै यता यसो तरकारी नि बनाउँदैछु। अनि तेल तात्छ अनि तेल तातेर यसो यता बच्चाहरूलाई म भात पनि खुवाउँदै गर्दैछु है साथीहरू। यसो प्याज फुरायो है। अनि उनीहरूलाई खाना खुवाउँदै अनि कपडा पनि लगाइदिँदै अनि यसरी मैले चाहिँ हामीलाई चाहिँ यसरी आलु भुट्ने अनि एकछिन आलुलाई रातो हुन दिने। अनि म चाहिँ यता कपडा नि लगाइदिँदैछु है बच्चाहरूलाई। यता रेडी नै गर्दैछु, खाना नि खुवाउँदैछु। कति हतार हुन्छ कि बिहान फेरि हामीहरूलाई है। यसरी मैले अनि यता गफ नि गर्दै यता बच्चाहरूको खाना नि खुवाउँदै आफूलाई नि यसो मैले चाहिँ आज गोभी आलु मटर यसरी मिक्स तरकारी बनाउन लागेँ कि। यसरी यता आलु सबै भुट्छु अनि यसरी मसला नि हाल्छु म चाहिँ। अनि म चाहिँ यसरी ढाकढुक पारेर राख्यो भने सानो आगो गरेर अनि यता अरू काम पनि भ्याइन्छ। अरू कामहरू गर्नु नि हामीले भ्याउँछ। अनि यता तरकारी नि आरामले के मजाले बिस्तारै सानो आगोमा पाक्दै गर्छ। अनि म चाहिँ यता बच्चाहरूलाई नि खुवाउँदैछु, रेडी गर्दैछु। अनि बच्चाहरूले यसरी खुवाउँदै काम गर्दै गऱ्यो भने लास्टमा अलि टमाटरहरू हाल्छु। अनि यसरी सबै कुराहरू हालेर फेरि एकछिन ढाकिदिने। अनि के गरे मलाई नि खासै बोल्न त आउन्न साथीहरू है। यताउति भइरहेछ। हजुरहरूले नि यसो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला र गाह्रोमा नि हेरिदिनु होला। मैले नि पहिलोचोटि हो यसरी। अब मेरो बच्चाहरू स्कुल पनि गयो खानासाना खाएर। अब बाँकी काम चाहिँ म फेरि अब बच्चाहरू स्कुल गयो